एसकेएस टेक्निकल युट्युब च्यानलमा तपाईहरुलाई स्वागत गर्दछु। आजको यो भिडियो सेसनमा तपाईहरुलाई सब स्टेसन वा ग्रिडमा भएको टिओडी मिटर जुन कन्ट्रोल रुममा हुन्छ त्यो टिओडी मिटरलाई हामीले रिडिङ कसरी गर्न सकिन्छ त्यसको बारेमा आजको यो भिडियो मार्फत तपाईहरुलाई जानकारी गराउने छु। त्यो टिओडी मिटरमा जुन कोडिङहरु भएको हुन्छ कुन कोडिङले के जनाउँछ त्यसको बारेमा आजको यो भिडियोको अन्त्यसम्ममा जानकारी गराउने छु। यो भिडियोलाई लाइक, शेयर र यो च्यानललाई सब्स्क्राइब गरेर जानुहोला र यो भिडियोलाई अन्त्यसम्म हेरेर सहयोग गर्नुहोला। यो भनेको स्विच हो जसले के गर्छ भने हामीले कुन रिडिङ लिने हो त्यसमा हामीले यो स्विच थिचेर जान सक्छौं है। यसमा कुनै कुनै मिटरमा दुईटा स्विच हुन्छ, एउटा अप एन्ड डाउन। अनि यो भनेको कम्युनिकेसनको लागि दिएको हुन्छ। यो लाइटिङ यहाँ आउँछ। म तपाईहरुलाई स्टार्टिङ देखि नै हेराउँछु कुन कोडिङले के हेराउँछ है। ल 0.9.1 यसले के गर्छ भने समय हेराउँछ, जुनले चाहिँ 9:56 भएको छ। यो भनेको T2 ट्यारिफ 2 है। तीनवटा ट्यारिफ हुन्छ, T1, T2 र T3। यसमा यो T2 भन्नाले ट्यारिफ 2 को हामीहरु हेरिरहेछौं। र 0.9.1 ले के हेरायो समय र 0.4.2 यसले के हेराउँछ भने सिटी को प्राइमरी करेन्ट। यो फिडरको लागि 300 एम्पियर को सिटी जडान गरिएको छ र 0.4.5 ले सिटी को सेकेन्डरी करेन्ट हेराउँछ। कति हो 1 एम्पियर है। 0.4.3 ले पीटी को प्राइमरी भोल्टेजलाई हेराउँछ जुन 11000 भोल्ट हो। 0.4.6 ले पीटी को सेकेन्डरी भोल्टेज पोटेन्शियल ट्रान्सफर्मर है को सेकेन्डरी भोल्टेज र 32.7.0 मा के हुन्छ भने फेज भोल्टेज। यो आर फेज को भोल्टेज हो। त्यसपछि 52.7.0 मा अर्को फेज भोल्टेज वाई फेज को र 72.7.0 मा बी फेज को फेज भोल्टेज है। त्यसपछि 31.7.0 यसमा चाहिँ फेज करेन्ट हेराउँछ। कति छ अहिले 59.10 एम्पियर है। र 51.7.0 मा यो अघिको आर फेज को थियो, यो अर्को वाई फेज को चाहिँ फेज करेन्ट र 71.7.0 56.4 छ नि एम्पियर, यो चाहिँ बी फेज को करेन्ट हो। र 33.7.0 यसमा चाहिँ पावर फ्याक्टर हुन्छ है। यो आर फेज को पावर फ्याक्टर 0.8 र 53.7.0 मा चाहिँ अर्को फेज को पावर फ्याक्टर र 73.7.0 मा अर्को फेज को पावर फ्याक्टर। यसमा तीनटै पावर फ्याक्टर आउँछ, तीनवटा फेज को आरवाईबी तीनटैको पावर फ्याक्टर। त्यसपछि 81.7.40 मा भोल्टेज र करेन्ट बीचको फेज एंगल कति हो त्यो हेराउँछ। त्यस्तै 81.7.51 मा अर्को फेज को भोल्टेज र करेन्ट बीचको फेज एंगल 37.3 डिग्री र अर्को 81.7.62 मा अर्को फेज को भोल्टेज र करेन्ट बीचको फेज एंगल र 1.8.0 मा 11420136 छ नि, त्यो चाहिँ केडब्ल्युएस टोटल पावर कन्जम्पसन कति चाहिँ युनिट खपत भइसकेका छ यसमा त्यो हेराउँछ। र 9.6.0 मा केभीए एफरेन्ट लोड हेराउँछ। र 2.8.0 मा केडब्ल्युएस यो अरु कोडिङहरु चाहिँ यस्तै धेरै प्यारामिटरहरु चाहिँ हेर्न मिल्छ। हामीहरुले कुन कोडिङमा के छ 10.6.0 मा केभीए
अनि 1.8.0.1 मा kWh, 9.6.0.1 मा kVA अर्को फेजको, 2.8.0.1 kWh अर्को फेजको, र 10.6.0.1 यसमा चाहिँ kVA अर्को फेजको, र 0.9.2 यसमा चाहिँ डेट है समय हेराउँछ 2082 9 महिना आज 1 पुस 1 गते हो, त्यो यसमा हेर्न सक्नुहुनेछ, हेराइरहेछ। अनि यसमा भएको अर्को प्यारामिटरहरू के छ भने यो जुन सिग्नल हेरिराख्नु भएको छ भने यो चाहिँ नेटवर्क हो है। अनि यो भनेको T2 टेरिफ 2 का हामीले रिडिङ गरिरहेको थियो, टेरिफ 2 को टाइममा मैले भिडियो बनाएँ। यसको यो L1 L2 L3 यो तीनटै फेजको यहाँ कोडिङ छ। यति कुरा हामीहरूले कोडिङ गरेको हुन्छ टियोडोमिटरमा, अर्को तरिकाले पनि कोडिङ गर्न सक्छ, तर हाम्रो नेपाल विद्युत प्राधिकरणले खास गरेर यस्तै प्रकारका कोडिङहरू प्रयोग गर्दै आइरहेको छ। र यसमा भार VAR भन्नाले रिएक्टिभ लोड हेराउँछ भने VA एपरेन्ट लोड वा KVA भनौं वा KVAR भनौं, र KWH भन्नाले टोटल लोड अर्थात एक्टिभ लोड कति छ त्यो एउटा छ। र सिधै T छ भने टोटल ट्यारिफ हुन्छ, र T1 छ भने ट्यारिफ 1 हुन्छ, T2 छ भने ट्यारिफ 2 हुन्छ, र T3 छ भने ट्यारिफ 3 हुन्छ। र यो TOD मिटर हामीले कहाँ जडान गर्न अनिवार्य कुरा हो भने 11 kV को हकमा 250 kVA है, 11 kV को हकमा अधि कसैले 250 kV सम्मको लोड लिइरहेछ भने र 33 kV को हकमा 200 kVA भन्दा बढीको लोड भएको ग्राहकले के गर्नुपर्छ, अनिवार्य रूपमा ST मिटरिङ युनिट सहित TOD मिटर जडान गर्नुपर्दछ। अर्थात 11 kV को हकमा 250 kVA सम्म ST मिटरिङ युनिट सहित TOD मिटर जडान नगर्दा पनि भयो, र 33 kV को हकमा 200 kVA सम्मको चाहिँ ग्राहकले TOD मिटर जडान नगर्दा पनि हुन्छ, तर त्यो भन्दा बढी छ भने ST मिटरिङ युनिट सहित TOD मिटर जडान गर्नुपर्दछ। र LT साइडमा पनि आवश्यकता अनुसार के हुन्छ भने TOD मिटर जडान गर्न सकिन्छ। आजको यो भिडियो कस्तो लाग्यो, यसबाट केही जानकारी पाउनु भयो भने मेरो च्यानललाई सब्स्क्राइब र यो भिडियोलाई लाइक र यो भिडियोलाई आफ्नो अरू साथीहरूलाई जसलाई TOD मिटर रिडिङ गर्न आइरहेको छैन उहाँलाई चाहिँ शेयर गरेर मलाई सपोर्ट गरिदिनु होला। आजको लागि यति नै। थ्यांक्स फर वाचिङ।